सरकारमा के कुर्सी हल्लाउनलाई बसे हो? काम गर्नु पर्दैन? यी पुराना 33 वर्षदेखि देशलाई लुटे यिनीहरूका विरुद्धमा सडक र संसदबाट खडा हुनुपर्छ भने जनताले दिए जनमत हो। पद र प्रतिष्ठाका लागि हो जस्तो मलाई लाग्दैन। सम्माननीय सभापति महोदय, मलाई बढी केही माग्नु छैन मेरा गृहमन्त्रीज्यूबाट। जीवी राई पक्राउ गरेर ल्याउनुहोस्, यही संसदमा हामी फुलमालाले स्वागत गर्छौँ। टाढा अरू केही गर्नु पर्दैन। झुटो नबोलिदिनुहोस्। संसदको रोस्टम झुटका लागि प्रयोग नगरिदिनुहोस्। झुटका लागि प्रयोग नगरौँ। सत्य बोल्नुहोस्। के जान्छ? काम गर्न सकेनौँ, हामीले हाम्रो पक्राउ गर्न सकेनौँ, समय भएन, फेरि पक्राउ गरौँला भने समीकरण मिलेन। के उहाँहरूको ठुल्ठुला नेताहरूको शर्त मिलेन। शर्त नमिल्या हुनाले सरकार ढल्यो भने भइगयो त। हामीले फाइल खोल्दै थियौँ, एउटा फाइल गरेर एकजना मान्छे जेल हालेको छैन। अनि कहाँ फाइल छ? न निर्मलाको हत्यारा पत्ता लाछ, न जीवी राई पक्राउ परेको छ, न सहकारी ठगेका दोषीहरू जेल गएका छन्, न भुटानी सरकार जेल गएका छन्, कोही गएको छैनन् नि। हो, ठुल्ठुला नेताहरू मिले, यिनीहरूको कुर्सीको लडाइँ मिलेन, त्यही भएर सरकार ढलो भनौँ। सहकारी पीडितहरू आज सडकमा बास भएको छ। मकै पोलेको पैसा हो, सागको मुठा बोकेको पैसा हो, कुनै अरबपति र खरबपतिको होइन। नेपाली जनतालाई मार्न पाउने अधिकार कसैको पनि छैन। सम्माननीय सभापति महोदय, म आज क्वेसन गर्न चाहन्छु सरकार पक्षलाई। म अहिले फेरि भन्छु, माननीय गृहमन्त्रीज्यूको मुट्टु छ कि छैन? डराएको हो, खुट्टा कमाएको हो? सम्माननीय सभापति महोदय, यो संसदमा दुईटा कानुन छ कि एउटा कानुन छ? कानुन दुईटा बनाउनुहोस्। अब एउटा ओली सरकारको कानुन, ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरे पनि यो देशमा खुलमखुला हिँड्न पाइन्छ। एउटा नेपालको कानुन बनाऊ जो सर्वसाधारण जनतालाई लगेर थुन्न पाइन्छ, बोलेकै आधारमा कुट्न पाइन्छ। माननीय मन्त्री जस्तो पदमा बसेका अहिले पूर्व सांसदलाई आइजिपीको जिब्रो थुत्तु भन्दाखेरि मन्त्री पद भिडाएर गल्ली गल्लीमा पुर्याइन्छ। यही हो विधिको शासन, यसलाई भन्छ नीतिको शासन। आज मदन भण्डारी यदि जीवित भइदिए भए फेरि मर्नुहुन्थ्यो होला बिचारा यो हालत देखेर। देशको गृहमन्त्री हुन्छ, सत्ता उहाँको हातमा छ, सरकार उहाँको हातमा छ। आज के भयो? र एउटा कुरा, सम्माननीय नेता नै हुनुहुन्छ यो संसदमा, उहाँ आफू पदमा बस्दाखेरि सबै कुरा सही, जब पदबाट जान लाग्ने गणतन्त्र खतरामा पर्यो, धर्मनिरपेक्षता खतरामा पर्यो भन्ने बोलिहाल्नुहुन्छ। अहिले ठ्याक्कै हाम्रा गृहमन्त्रीज्यूको भाषा त्यही भएको छ। ठ्याक्क कपी गर्नुभएको छ। फाइल खोलौँ, झ्याम्की झ्यामैबाट पक्राउ गरेर जेल हालौँ, हामी साथ र समर्थन गर्छौँ। खोल्नुहोस् न फाइल, कसले रोकेको छ? यो जनतालाई कति वर्षसम्म, कहिलेसम्म जनतालाई भ्रमित पार्ने हो? गृहमन्त्रीज्यूलाई काम गर्ने कुरामा समर्थन छ। सिर्फ स्याल हुइया जस्तो भइरह नगर्नुहोस्। क्यान्टेनमेन्ट घोटालामा कसको नाम छ ऊ अगाडिको रोस्टममा आएर पछिल्लो पटक बताउनुहोस्, हामी तपाईँलाई समर्थन गर्छौँ। फाइलको कुरै गर्नु पर्दैन। क्यान्टेनमेन्ट घोटाला कसले गरेको अगाडि आएर गर्नुहोस्, हामी तपाईँलाई साथ र समर्थन गर्छौँ। तर त्यो भए हुनाले आज जन्मदेखि मृत्युसम्म जनताले कराई गरिरहेछ। विदेशमा अल्पत्र परेको छ। 6, 7, 8 लाखभन्दा बढी युवाहरू एक वर्षमा विदेश गएर काम गर्न बाध्य छन्। अनि हामी चाहिँ झगडा गरेर लडाइँ गरेर सक्ने? त्यो भएको हुनाले यो के कारणले गर्दा गतिलो भन्छ? अहिले त कस्तो अचम्म लाग्यो भने मन्त्रीजीहरूले लगाएको कपडा फेर्न पाउँदैन, मन्त्री फेरिन्छ, सरकार फेरिन्छ। यो के विडम्बना हो? यो जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गरौँ, त्योभन्दा उत्तम गणतन्त्र केही होइन, त्योभन्दा उत्तम लोकतन्त्र केही होइन, त्योभन्दा उत्तम प्रजातन्त्र अरू केही पनि हुन सक्दैन। ल्याउँ 5 वर्ष समय सकियो। त्यो भए सम्मान सभा महोदय, म भन्छु यो बिहारमा चोरहरूले मिलाएर लेखेको खोस्टो जस्तो नेपालको संविधान नबनोस्। यो खोस्टो त्यस्तो हो भने यसको परिवर्तन गरौँ। यताबाट गाली उता, उताबाट गाली यता। मलाई एउटा सानो कथा पढेको थिएँ, लघु कथा। बिहारमा चोरहरूको एउटा ग्रुप रहेछ। ती चोर मिलेर अब केर्न लागेछन्, आपसमा मारकाट गर्दाखेरि एउटा चाहिँ सम्झौता गरौँ, एउटा खास्टो लेखौँ। त्यो खास्टोमा लेखिसकेपछि अनि यो खास्टो अनुसार गऱ्यौँ भने हामी ज्यादा चोर नपाउँछौँ भनेर सहमति गरेछन्। आज कतै यो नेपालको संविधान त्यही खास्टो त भएको छैन। जसलाई जे मन लाग्यो त्यही गरेको छ। त्यही भएर संविधान संशोधन गरौँ, संविधानलाई परिवर्तन गरौँ। यो संविधान गीता होइन, यो संविधान कुरान होइन, यो संविधान बाइबल होइन। यो देशको हितमा छ भने लेखेर संशोधन गरेर अगाडि बढाउँ, देशको हितमा छैन भने संविधानका बुदाहरू कटौती गरौँ। यसमा के आपत्तिको विषयवस्तु छ? प्रधानमन्त्रीज्यूलाई जानकारी गराउँ है। 2066 साल 12 महिना 29 गते, 2067 साल 1 महिना 31 गते, 2067 साल 4 महिना 28 गते, 2069 साल 6 महिना 18 गतेका दिनमा ललिता निवासको 113 रोपनी जग्गा मन्त्री परिषदले निर्णय गरेर पूर्व प्रधानमन्त्रीहरूले व्यक्तिको नाममा जग्गा पास गर्नुभयो। तर विडम्बनाका साथ भन्नुपर्छ,
238 जना तपाईँको मान्छेका नाम तोकिएकाहरू कोही एयरपोर्टबाट क्राप्जब पारिए, कोही व्यवसायीलाई दुःख दिनैका लागि पक्राउ गरियो, कोही हस्पिटलमा उभिन पाएको छैनन्, उपचार गर्दा गर्दै शैय्याबाट उठाइए। तर विडम्बनाका साथ भन्नुपर्छ, यो निर्णय गर्ने मुख्य ठालु मालिकहरू चाहिँ उनका घरमा प्रहरी गएछ, ढोकामा हानेछ, एक्सक्युज मी भनेछ, भित्र आउन पाऊँ भनेछ मुसो जसरी, अनि भित्र गएर चाहिँ म्याउ बिराला जस्तो गरेर फर्केछ। र प्रधानमन्त्रीज्यूले भनिदिन पर्यो, गृहमन्त्रीजीले भनिदिन पर्यो, सम्माननीय सभामुख महोदय मार्फत, यो देशमा कानुन दुईटा बनाउनुहोस्। अब ठुल्ठुला नेतालाई कानुनै नलाग्ने, उनीहरू प्रहरीको हिरासतमा जाँदै नजाने, जनतालाई चाहिँ तपाईँको गल्ती नगरे पनि कान समाएर तपाईँको उफ्फर गौडी लगाएर तिनीहरूलाई चाहिँ जेलमा हाल्ने यो कानुन तपाईँले लेख्नुभयो भने सही हुन्छ, होइन भने संसदमा आवाज होइन, सडकमा आन्दोलन हुन्छ। पूर्व प्रधानमन्त्रीलाई सिआइबीले तपाईँको यी ठालुहरूलाई पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान किन नगरेको, यसको प्रश्न चिन्हको जवाब दिनुपर्छ। आज यसरी तपाईँको देशलाई दुईटा कानुनमा पार्न पाइँदैन। सम्माननीय सभामुख महोदय, प्रधानमन्त्री आउने हो कि गृहमन्त्री आउने हो कि कुनै मन्त्री आउने हो, हत्या गरेका हत्यारालाई पक्राउ किन नगरेको रोस्टमबाट जवाब चाहिन्छ, होइन भने संसद आज चल्दैन। यो कुरा यादका साथ अगाडि राखे हुन्छ, किनभने यो संसद भनेको सम्माननीय सभामुख महोदयज्यू रत्न पार्क होइन। यो यहाँ उठाएको आवाज सरकारले जवाब दिनुपर्छ। सरकारले यदि जवाब दिँदैन भने संसदको महत्त्व के हुन्छ? हामीले आवाज राख्दै जाने, हामीले बोल्दै जाने, हामीले कुराहरू सुनाउँदै जाने, सभामुखले टाउको लाएर गर्दै जाने, मन्त्री र प्रधानमन्त्री र सरकारले पटक्कै जवाब नदिने भने यो संसद किन चलाउन पर्यो? संसद सदाका लागि छुट्टी दिएर रत्न पार्क खुल्ला मञ्चमा भाषण गरे भइगयो त। हामीले बडा गजबको कुरा भयो सम्माननीय सभामुख महोदय, देशको प्रधानमन्त्री बराबर झुट बोल्ने मान्छे सायद नेपालमा कोही पनि छैन। स्पष्टका साथ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह भन्दै 56 जना विद्यार्थी पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरदेखि जुम्ला गए। त्यति मात्र डाक्टर सन्दुक रोहित जानुभयो, हामीहरू गयौँ, स्वास्थ्य सचिव जानुभयो। लास्टमा आएर के भनिदिनु भयो? म आउँदिनँ, दीक्षान्त समारोह पछाडि सार। हुकुमी शासन हो, त्यहाँ तपाईँको गरेको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुल उपर गर्नुपर्छ। यो कुरा हामीले जाहेर गर्नुपर्छ। प्रधानमन्त्रीलाई ल प्रधानमन्त्री बिरामी हुनुभयो, यो कुरा हामी स्वीकार्छौँ। मौसम खराबी भयो, स्वीकार्छौँ। उहाँको काम व्यस्तता, भ्यू टावर भइदिए भए दौडेर जानुहुन्थ्यो होला, विश्वविद्यालय भयो अन्त्य भएर जानुहुन्न। त्यो भएको हुनाले अर्को कस्तो यहाँ विडम्बना छ। यहीँ हुनुहुन्छ दुईटा दल, तपाईँ दुईटै दललाई हो, यो नेपाली काङ्ग्रेस र नेकपा एमालेलाई हो। तपाईँहरूका भातृ सङ्गठनलाई सम्हाल्नुहोस्, कि त भातृ सङ्गठन नभन्नुहोस् कि त गुन्डाहरूको सङ्गठन भन्नुहोस्। सरकारको तर्फबाट विशेष गरी सम्माननीय प्रधानमन्त्रीज्यूले र गृहमन्त्रीज्यूले अब दल र सरकार दुईटैको पछिबाट बोल्नुभयो। उहाँहरूको बोली सुनेपछि त देश त विकास भइसकेछ, अनि देश त कायापलट भइसकेछ भन्ने मलाई लाग्यो है। ध्यानमा रहोस् है प्रधानमन्त्रीज्यू, यो देशमा आज पनि 8 लाख युवाले 1 वर्षमा देश छोड्दैछन्। अनि कसरी विकास भयो देश? कुन आधारले भयो? अति भइसक्यो। जातिकै कुरा गर्ने हो भने रुकुम पश्चिमको नवराज विकको हत्या के राजाका पालामा भएको हो? अहिलेसम्मकै जातीयताका लागि सबभन्दा ठुलो मान्छे मारेको घटनाभित्र पर्छ नेपालको। त्यो भएको हुनाले म अहिले पनि भन्छु, हाम्रो जात एउटा मात्रै छ, नेपाली देश एउटा मात्रै छ नेपाल, यहाँ भन्दा अरू केही छैन। यी हत्या ती प्रहरी सुरक्षाकर्मी दाजुभाइ कसको छोरा हुन्छन् आज भन्नुहोस् त? प्रहरी कोही अरबपति कोही खरबपतिको छोरा आज सुरक्षाकर्मीमा जागिर खान्छ, आज सरबारा वर्गको छोरा खान्छ। जसले आफ्नो आमालाई 1 सरो कपडा दियोस्, जसले आफ्नो छोराछोरी र सन्तानलाई अलिकति मिठो मसिनो खुवाउन पाऊँ भनेर आज सुरक्षाकर्मीको जागिर खाएका यिनै मान्छे 70,000 मारेको होइन यो देशमा? हो कि होइन? हामी यो चाहन्नौँ, हामी चाहन्नौँ। हामी सडकमा पनि उभिन्छौँ यदि त्यो भयो भने, र यही संसदको रोस्टममा पनि उभिन्छौँ। आज पनि फेरि पनि भन्छु, एउटा मात्रै देश छ नेपाल, एउटा मात्रै जाति छ नेपाली, यहाँ भन्दा अरू हामी जान्दैनौँ। हो, अधिकारका कुराहरू छन्, त्यो दिनुपर्छ। आज उत्पीडित वर्गको कुरा छ, त्यो दिनुपर्छ। तर अर्कालाई ऐना देखाउँदै गर्दा, अर्कालाई आरोप लगाउँदै गर्दा आफूले ऐना हेर्ने कि नहेर्ने? कानुन सरकारले जनतालाई नियन्त्रण गर्नका लागि बनाएको उपकरण होइन,
यो त सरकारलाई जनताले नियन्त्रण गर्न बनाएको उपकरण हो, ताकि यसले हाम्रो जीवन र हितमाथि दमन गर्न नआओस्। यो चाहिँ हाम्रो विधिको शासनको एउटा श्लोक हो। तर अहिले पछिल्लो पटक यो केपी शर्मा ओली सरकारको शासनमा ठ्याक्कै यसको उल्टो भएको छ। म उदाहरणसहित दिन्छु सम्माननीय सभामुख महोदय। माघ 27 गते ठमेलमा जाँड खाएका, रक्सीले लट्ठ परेका, एमाले समर्थित अनेरा सहयोगका स्थायी कमिटी सदस्य कमलराज जोशी सहितको टिमले राष्ट्र सेवक नेपाल प्रहरीमाथि कुटपिट गर्छ। तिनलाई पक्राउ गर्नुको सट्टा उहाँहरूलाई उन्मुक्ति दिइन्छ। म आज यहाँ भन्न चाहन्छु, संसदमा यो देश विधिको शासनले चल्छ, कसैको बाल हटले चल्दैन। आज यो देशमा अहिले मात्रै राष्ट्र सेवक प्रहरीहरू आज पनि यो संसदमा मर्यादा पालकका रूपमा हुनुहुन्छ। आज मन्त्रीले सुन्नुपर्ने कुरा हो। आज यो देशमा 79,541 जना तपाईँको प्रहरीहरू छन्। आज ती प्रहरीहरूको शिर निहुराउने काम यो सरकारले गरेको छ। के नेपाल प्रहरीको वर्दी लगाएका मान्छेलाई जाँड खाएर बाटो बाटोमा कुट्दै गर्ने ओली सरकारले छुट दिएको हो? यदि हो भनेपछि तपाईँहरू एउटा संविधान बनाउनुहोस्। यस्तो गर्न पाइन्छ? विधिको शासन छैन। आज गरिबका छोराछोरीले खाने जागिर बनाएको छ नेपाल प्रहरी। आज सरबाराका छोराछोरीले खाने बनाएको छ। आज उनीहरूमाथि कुटपिट गर्न पाइन्छ? तत्काल कारबाही गरियोस्। म एउटा उदाहरण। अर्को उदाहरण, 14 वर्षीय बालिकालाई घरेलु मजदुरका रूपमा 6 वर्षसम्म बन्धक बनाई शारीरिक यातना दिएर एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मा सत्ताको निगाहमा उन्मुक्ति पाउनुहुन्छ। ल अहिले यहाँ कानुन पढौँ। बालबालिका सम्बन्धी ऐन 2075 को दफा 66 उपदफा 2 को ज र झ उहाँलाई आकर्षित हुन्छ। त्यो बमोजिम कुनै पनि यस्तो कार्य गरेको ठहरेमा 1 लाख रुपैयाँसम्म जरिवाना र 5 वर्ष कैद हुन्छ। म अनुरोध गर्न चाहन्छु, कानुन दुईटा बनाउनुहोस्। अब एउटा ओली सरकारको कानुन, ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरे पनि यो देशमा खुलम खुला हिँड्न पाइन्छ। एउटा नेपालको कानुन बनाऊ जो सर्वसाधारण जनतालाई लगेर थुन्न पाइन्छ, बोलेकै आधारमा कुट्न पाइन्छ। माननीय मन्त्री जस्तो पदमा बसेका अहिले पूर्व सांसदलाई आइजिपी को जिब्रो थुत्तु भन्दाखेरि मन्त्री पद भिडाएर गल्ली गल्लीमा पुर्याइन्छ। यही हो विधिको शासन। यसलाई भन्छ नीतिको शासन। आज मदन भण्डारी यदि जीवित भइदिए भए फेरि मर्नुहुन्थ्यो होला बिचारा यो हालत देखेर। आज बिपी को आचार संहिता बोकेका, मार्गदर्शन बनेका साथीहरू आज सरकारमा हुनुहुन्छ। यो सरकार गजबको रहेछ सम्माननीय सभामुख महोदय। तै चुप मै चुप सुन्तली भन्ने एउटा गीत थियो, मुखमा टेप लागेको छ। आज बिपी जीवित भइदिया भए सायद नेपाली काङ्ग्रेस छोडेर अन्दै जानुहुन्थ्यो होला। यस्तो अवस्था सिर्जित बनेको छ। पछिल्लो पटक अर्को उदाहरण, ज्वलन्त अर्को उदाहरण कहाँनिर छ भने तत्कालीन कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाल वल्लभ अधिकारी मानव तस्कर ओसार पसारमा जानुहुन्छ, उहाँलाई उन्मुक्ति दिइन्छ। त्यतिखेर नेपालको प्रहरीका अधिकृतले सरकारी वकिल काठमाडौँमा पेश गरेको अभियोग पत्र यस प्रकारको छ। सरकारी वकिल कार्यालय काठमाडौँले अभियोग पत्र सार्वजनिक गरेको छ। सो अभियोग पत्रमा परिसरका अनुसन्धान अधिकृत तेजप्रसाद भट्टराईले तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका अधिकारीलाई समेत नारिता जापानको नारिता एयरपोर्टबाट डिपोर्ट गरिएकाले मुद्दा चलाउन राय स्पष्ट उल्लेख छ। मुलुकी अपराध संहिता 2074 को लिखित सम्बन्धी कसुर अपराध मानव व्यवस्थित तथा ओसार पसार नियन्त्रण ऐन 2064 को दफा 4 को उपदफा 2 को ग बमोजिम कसुरमा समेत अनुसन्धान गरिनु देखे पनि हुँदा पद वा शक्तिको दुरुपयोग गरी अभिभावक वा संरक्षण कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिलाई छुटाई लाने वा आफूसँग राख्ने वा विदेश लैजाने निजको एकिन नाम थर वतन समेत खुलाइ सोही अनुसार कारबाही हुन यो प्रतिवेदन पेश लेखी गरेको छु। अनुसन्धान प्रतिवेदनमा परिनिर्देशक भट्टराईले लेखेका छन्। तर कारबाही के हुन्छ? उन्मुक्ति दिइन्छ, अरूलाई जेल हालिन्छ। केपी शर्मा ओली सरकारको ट्याग लाग्ने बित्तिकै तपाईँको यो देशमा अदालत भन्दा पनि ठुलो भइन्छ। यही हो विधिको शासन। के हुन्छ कारबाही? यदि थाहा छैन भने आज संसदमा भन्छु, यो ऐन अनुसार कारबाहीको दफा 15 को ङ को 1 ले भन्छ 10 वर्षदेखि 15 वर्ष कैद, 50,000 देखि 1 लाख रुपैयाँ जरिवाना हुन्छ। आज अरूलाई कानुन लाग्ने यो सरकारलाई किन नलाग्ने? यो किन भइरहेको छ भन्दाखेरि हास्यपदक कुरा उठ्यो।
सरकारी वकिललाई मुद्दा चलाउन गरे, उहाँले गरे उतै एयरपोर्टबाट फोन गर्नुभएको थियो रे, त्यही भएर मुद्दा नचाल्ने भने हास्यास्पद कुरा भयो। यो किन गरिरहेको छ भने मुलुकी फौजदारी कार्यविधि संहिता 2074 अनुसार प्रत्येक सरकारी वकिललाई मुद्दा नचलाउने निर्णय गर्ने अधिकार दिएको छ र यस सम्बन्धी अन्तिम निर्णय भने महान्यायाधिवक्ताले गर्छन्। महान्यायाधिवक्ता प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति गर्नुहुन्छ। आज विधिको शासन त्यस्तो भन्छ। त्यही भएर मेरो माग छ, सभामुख पनि दुईटा बनाऊ, एउटा केपी ओली सरकारको सभामुख, एउटा प्रतिनिधि सभाको सभामुख। कानुन पनि दुईटा बनाऊ, एउटा केपी ओली सरकारको कानुन, एउटा हाम्रो नेपाल सरकारको कानुन। प्रहरी पनि दुईटा गरौँ, एउटा केपी ओली सरकारको प्रहरी, एउटा नेपाल सरकारको प्रहरी। यो देशमा सरकारी वकिल पनि दुईटा बनाऊ, एउटा केपी शर्मा ओलीको सरकारको तपाईँको वकिल, एउटा सरकारी वकिल, र अर्को एउटा काम गरौँ कि न्यायालयका न्यायाधीश पनि दुईटा बनाऊ, एउटा केपी शर्मा ओलीको सरकारको न्यायाधीश, एउटा नेपाल सरकारको न्यायाधीश। यस्तो विधिको शासन एक दिन मरेर जानुपर्छ। आज कि त सबै नेपालीलाई ट्याग लगाइदिनुहोस्, हामी केपी शर्मा ओली सरकारका कार्यकर्ता हम, बलात्कार, छुट, लुट जे पनि गर्न पाइन्छ यहाँ कानुन लाग्दैन भन्ने कुरा अगाडि बढाउनु छ मान्य सभामुख महोदय। यो अति भयो, अत्याचार भयो। त्यही भएर सभामुख सबैको साझा हुनुहुन्छ भने संसदबाट रुलिङ गर्नुहोस्। यस्तो विधिको शासन कानुनी राज्यमा आतंक गर्न पाइँदैन सम्माननीय सभामुख महोदय। यो नागरिकता संशोधनहरू बेला बेला आइरहन्छन्। मलाई चाहिँ एउटा ताज्जुब लाग्छ, एउटा अचम्म लाग्छ। यो गृहमन्त्रीज्यूलाई पनि भन्यौँ हामीले यहीँबाटै, यो जब जब यो देशमा यो क्रान्ति र भ्रान्तिका नाममा यो जब व्यवस्था परिवर्तन हुन्छ नि, याद गर्नुहोस् त एकछिन 46 देखि तब तब नागरिकता बाँड्ने सौदाबाजी सुरु हुन्छ। यहाँ नागरिकता कसरी बाँड्ने, कसरी ज्यादाभन्दा ज्यादा विदेशीलाई नागरिकता दिएर नेपाली बनाउने, यस्तो किसिमको व्यवस्थाले हामी कहाँ पुग्छौँ? यो के आइलाग्यो यस्तो दशा? यो को छ यसको पछाडि? नागरिकतामा जब जब यो देशमा व्यवस्था परिवर्तन हुन्छ, यो क्रान्ति, भ्रान्ति, अराजकता केका नाममा, तब तब नागरिकता बाँड्ने सौदाबाजी हुन्छ। तर यो आन्दोलनको बेला नागरिकता दिन्छु भन्ने कहीँ पनि हुँदैन। फेरि यो आन्दोलन सकिने बित्तिकै हुन्छ। त्यो भए हुनाले सम्माननीय सभामुख महोदय, यो के आइलाग्यो यस्तो? अहिले पनि ल भन्नुहोस्, वंशजको आधारमा नागरिकता पाएको मान्छे अहिले पनि यो देशमा एकपटकको नेपाली सदाको नेपाली छैन। कसले बनाएको देश हो यो? हिजो अङ्ग्रेजसँग नालापानीको युद्धमा होस्, चाहे देउथलको युद्धमा होस्, चाहे तिब्बतको युद्धमा होस्, चाहे तपाईँको मुगलसँगको युद्धमा वंशजको आधारमा नागरिकता भएका बाजेका तिनका पुर्खाहरूले आर्जेको देश हो। आज तिनीहरूलाई विदेशी बनाइदिएछ। वंशजको आधारमा नागरिकता पाएर यहाँ युद्ध गर्ने, लडाइँ गर्ने, विदेशी सेटिङ गर्ने, कल कारखाना उद्योग सबै बन्द गर्ने, बेरोजगारी सिर्जना गर्ने, ती मान्छेहरू विदेश गएर कुनै देशमा बसे भने वंशजको आधार पायो भने भोलिपल्ट दिनदेखि तिनले उताको नागरिकतालाई पनि यहाँको नागरिकता त्याग्न लगाइदिने, सदाका लागि विदेशी बन भन्ने, जसका पुर्खाले यो देश बनाउन केही पनि भूमिका खेलेका छैनन्, बरु नेपालका विरुद्धमा युद्ध गरेका छन्, अनि तिनीहरूलाई नागरिकता बाँड्दै हिँड्ने। यस्तो किसिमको परम्पराले देश सुरक्षित हुन्छ? एकपटकको नेपाली सदाको नेपाली हो। संसारका कुनै पनि देशमा छैन जसले वंशजका आधारमा नागरिकता पायो त्यो सधैँको नेपाली हो। यो कुरा अहिलेको गृहमन्त्रीज्यूले यो नागरिकता संशोधनमा ल्याउनु पर्थ्यो, त्यो आएन। आज यहाँ नारायणको कुरा हेर्नुहोस्, खरबौँ लगानी गर्न चाहिराखेका छन् नेपालमा, नागरिकता छैन। नागरिकता दिएको छ खास्टो, जसले फेरि पनि के गर्नुपर्छ? भिसा लाउनुपर्छ। संसारको कुन देशमा हुन्छ हो त्यस्तो? नागरिकता पनि दिने रे अनि भिसा पनि लाउनु पर्ने रे। अनि यस्तो पनि हुन्छ? त्यो भएको हुनाले म अहिले पनि के अनुरोध गर्न चाहन्छु भने एकपटकको नेपाली सदाको नेपाली हो। वंशजको आधारमा जसले नागरिकता पाएका छन् तिनको नागरिकता क्यान्सल गर्नु हुँदैन, किनकि तिनैका पुर्खाले बनाएको देश हो यो। र आज त्यही देशको इतिहासमा हामी उभिएर आज यो नेपालको संसद, नेपालको प्रधानमन्त्री, नेपालको गृहमन्त्री भएको। यदि हाम्रा पुर्खाहरूले यो देश नबनाइदिया भए आज कोही विदेशको गृहमन्त्री हुने अवस्था थिएन। त आज अपमान भएको छ। यताबाट आएका नेपालीहरूलाई जो साँच्चै नेपाली आज 8 लाखभन्दा बढी एक वर्षमा देश छोडेका छन् तिनीहरूलाई विदेशी बनाउने, नेपालमा आउनै नदिने, जो नेपालमा केही काम गर्दैनन्, अराजकता मात्र फैलाउने, तिनलाई नागरिकता बाँडेर अनि तिनलाई नेपाली बनाउने, एउटा खाल्डो सिर्जना गर्ने, अर्को खाल्डो यताबाट ल्याएर पुर्ने। त्यही भएर म भन्छु, जब जब यो देशमा क्रान्ति र भ्रान्तिको नाममा व्यवस्था परिवर्तन हुन्छ तब तब नागरिकता बाँड्ने सौदाबाजी सुरु हुन्छ। यो कस्तो अवस्था आइलाग्यो गृहमन्त्रीज्यू? के छ यसको पछाडि? यो समस्याको जड यहाँनिर छ। त्यही भएर वंशजको आधारमा नागरिकता पाएको मान्छेलाई फेरि पनि दोहोऱ्याएर भन्छु, एकपटकको नेपाली सदाको नेपाली हो। वंशजको नागरिकता क्यान्सल गर्ने यो विधानमा आएन। वंशजको नागरिकता क्यान्सल नगर्नुहोस्, म यही अनुरोध गर्छु, अपिल गर्छु। हस्, धन्यवाद।